अब यो जुन चाहिँ किडनी ट्रान्सप्लान्टको कुरा छ, यो चाहिँ अब हामीले आज र भोलि भएको कुरा होइन। यो प्लान गरेर धेरै टाइम लाग्यो, ओभरनाइट भएको होइन। यसलाई 3 वर्ष जस्तो कन्टिन्युस यसको प्री प्लानिङ भइरहेको थियो। हाम्रो सम्माननीय मुख्यमन्त्री PS तामाङज्यूले हामीलाई अगुवाई गरिरहनु भएको थियो, उहाँको निर्देशन भइरहेको थियो र हाम्रो डक्टर्स, सिस्टर्स, नर्सेस, टेक्निसियन सबै लागि परेको थियो र एडमिनिस्ट्रेसनका सबै सेक्रेटरीदेखि लिएर तल दर्जासम्म जतिजना एडमिनिस्ट्रेसनमा हुनुहुन्थ्यो उहाँ सबैजना लागु परेछ। त्यसले गर्दाखेरि अब हामीहरू यो आजको यो घडीमा आयो। त्यो मात्र होइन, अब हामीलाई कुनै काम गर्दा पनि अब एउटा इम्पोर्टेन्ट काम हो जहाँ कि एउटा डोनरले एउटा किडनी दिन्छ, रिसिभरले एउटा किडनी पाउँछ र यो लाइफ एन्ड डेथको म्याटर हो। रेस्टमा पोलिटिकल विल पनि चाहिन्छ र पोलिटिकल विल पनि हाम्रो सम्माननीय मुख्यमन्त्री PS तामाङज्यूलाई धन्यवाद दिनुपर्छ। उहाँ चाहिँ एकदम उत्सुक हुनुहुन्थ्यो र उहाँको जुन चाहिँ एउटा ध्येय थियो, हामीले सर्भिस पुर्याउनु पर्ने हाम्रो जनतालाई। घरिघरि दिल्ली, घरि कलकत्ता, घरि बेलोर, घरि बम्बे कुदिरहनुपर्छ र त्यसले गर्दा यही नै गरौँ। कारण हाम्रोमा अहिले हेर्नु पऱ्यो भने डायलिसिसको यति थुप्रो पेसेन्ट्स बढेर गएको छ। त्यसको अब तपाईँको डाटा म एउटा भनिदिनु पऱ्यो। अब ओपिडीमा हामीले हेऱ्यौँ भने डेली विकली हामीले 325वटा हुँदैछ डायलिसिस, अन्त महिनामा 1300वटा हुँदैछ। सालमा हामीले हेऱ्यौँ 15,600वटा हुँदैछ सालमा। त्यसै गरी इनपेसेन्ट जो छ डिपार्टमेन्ट, त्यसमा पनि हामीले भने डेली तपाईँको 50वटा हुँदैछ, मन्थली 400वटा हुन्छ, सालभरिमा 4,500 जस्तो हुन्छ। र एउटा फिगर हामीले हेऱ्यौँ भने सालमा कतिवटा डायलिसिस हुन्छ भने पेसेन्ट्सहरू हामीले हेऱ्यौँ भने 20,400जना पेसेन्ट्स सालमा। त्यति थुप्रो छ डायलिसिस गर्ने पेसेन्ट्स र त्यसले गर्दा किडनीको डिजिज यति थुप्रो बढेर गएको छ र डिमान्ड फर रिप्लेसमेन्ट, डिमान्ड फर यो डायलिसिस इज गन भेरी हाई। त्यसले गर्दा हाई जाँदाखेरि हामीहरूलाई एकदमै यसमा हामीले काम गर्नुपर्ने थियो। त्यसले गर्दा सरकार लागि पर्यो र हामीहरू गरिरहेका छौँ है। त्यसमा हाम्रो एडमिनिस्ट्रेसन देख्नुभयो, हाम्रो सेक्रेटरीदेखि लिएर सबैजना ग्राउन्ड वर्कमा लाग्यो। हामीहरू पनि दिल्लीतिर गयौँ, म स्वयं गएँ है। कतिवटा मिटिङ हामीले युनियन हेल्थ मिनिस्टरसँग गऱ्यौँ, नड्डासँग, फेरि उहाँहरूसँग पर्मिसन माग्यो। कतिवटा कुरा धेरै छ, त्यो तपाईँले देख्नु भएको छ र टाइममा हेर्नु। त्यो मात्रै होइन, अब लिगलिटिज पनि हेर्नु पऱ्यो, वेदर इट इज लिगल or इट इज इलिगल। अब यसको कतिवटा रेगुलेटरी प्रिपेयर्डनेसहरू हुनुपर्छ, हामीले त्यो सबै हामीले गऱ्यौँ। र जब हामीहरू गर्छौँ, जब अर्गन ट्रान्सप्लान्ट गर्दाखेरि के छ, लाइफ डोनर छ कि के छ, कसो छ, त्यो लट अफ अदर थिङ्स विच आर टु बी सिन। अन्त यसमा हामीले काम गऱ्यौँ र त्यो गर्नुको लागि हामीले जब ट्रान्सप्लान्ट गर्छौँ, ट्रान्सप्लान्ट गर्दाखेरि हामीलाई इन्फ्रास्ट्रक्चर्स मस्ट बी इन प्लेस र इन्फ्रास्ट्रक्चर्सको लागि हामीले हेऱ्यौँ है। त्यसमा धेरै कुरा स्पेसिफिक इन्फ्रास्ट्रक्चर रिलेटिङ टु ट्रान्सप्लान्टेसन र अरू जति रिलेटेड अलाइड जति इन्फ्रास्ट्रक्चर थियो त्यो पनि इन प्लेस राख्नु पर्थ्यो। इभन द बिल्डिङ ह्याड टु बी redone so that all the factors pertaining to sanitation and its safety measures जति छ अब त्यसमा हामीले गर्नु पर्यो है। अब इन्फेक्सन नहोस् भनेर हामीले त्यो गर्नुपर्छ। यो सबै हामीले we did all over again। कारण जति अर्थै त्यहाँ कसैलाई ब्रेक गर्नु पर्यो, पार्टिसन खोल्नु पर्यो र त्यसलाई गरेर हामीहरू आज यो स्थितिमा आइपुगेका छौँ। र अब मल्टिडिसिप्लिनरी मेडिकल एफोर्टले गर्दा जस्तो कि नेफ्रोलोजी छ, तपाईँको युरोलोजी छ, एनेस्थेसिया छ, क्रिटिकल केयर युनिट छ, सिनियर सर्जन्सहरू छ, अदर स्पेसलिस्ट छ, जतिजना छ सबैजना यसमा काम गरेर मिलेर काम गरेर आजको दिनमा यो स्टेजमा हामीहरू आइपुगेका छौँ। र अब जस्तो कि अब हस्पिटलमा काम गर्ने धेरै छन्, जस्तो कि हामीलाई चाहियो नर्सेस चाहियो, ओटी टेक्निसियन्स चाहियो, आइसियु स्टाफहरू चाहियो, डायलिसिस पर्सनल्सहरू चाहियो, ल्याबोरेटरी ब्लड ब्याङ्क चाहियो, त्यो बायोमेडिकल, सिभिल मेकानिकल, इलेक्ट्रिकल, CSSD, फार्मेसी, रेडियोलोजी, इन्फेक्सन कन्ट्रोल अनि सबै सपोर्ट सिस्टम जति थियो सर्भिसेस, त्यसैलाई हामीहरू सबैले मोबिलाइज गरेर हामीहरू केप्ट द्याट इन प्लेस, ताकि यो जुन प्रकारले जब हुन्छ भोलि कुनै प्रकारले ल्याकुना, कुनै प्रकार डिफिसियन्सिज नभएको होस् र फुल कम्प्लिट जुन चाहिँ ग्याजेट्सहरू हुनुपर्ने, डक्टर्सहरू हुनुपर्ने, अल दि इन्फ्रास्ट्रक्चर डक्टर्सहरू जति चाहिँ हुनुपर्ने त्यो चाहिँ प्लेसमा होस् भनेर हामीले काम गरेका छौँ। र यसमा सबैजना है स्टार्टिङ फ्रम द पोलिटिसियन्स, वेयर द भिजन, एडमिनिस्ट्रेटर्स,
डक्टर्स सिस्टर्स नर्सेस सबैले मिलेर यसमा काम गरेर आजको दिन हामीहरू यहाँ आइपुगेका छौँ र यो हामीहरू यसलाई कन्टिन्युटी दिनको लागि एउटा सस्टेन वेमा अगाडि गर्नुको लागि हामीहरू काम गरिरहेका छौँ है। अब यसमा जति हामीहरू गर्नुपर्ने यसको मोडालिटिजहरू छ है, कति डुज एन्ड डोन्ट्सहरू छ, त्यसमा हामीहरू गरिरहेका छौँ, काम गरिरहेका छौँ। र अब एउटा त माइलस्टोन हो यो जुन चाहिँ हामीले आज एचिभ गऱ्यौँ। भोलि 15 तारिक अगस्तमा यो हामीहरू फर्स्ट अफ इट्स काइन्ड एउटा अपरेसन गर्नु चाहिँ एउटा युनिक हो सिक्किमको लागि चाहिँ। सिक्किम नोवे इन द पास्ट अब दिज थिङ्स हेभ बिन डन, यु अलमोस्ट अवेयर, त्यसमा भाग भएको थिएन है, कुनै किडनी ट्रान्सप्लान्ट भएकै थिएन अहिलेसम्म। र फर्स्ट टाइम हो सिक्किमको हिस्ट्रीमा जो चाहिँ हाम्रो लिडर सम्माननीय मुख्यमन्त्री PS तामाङज्यूको अगुवाईमा हुँदैछ र हाम्रो एक्सपर्ट यहाँ डक्टर्सहरू हुनुहुन्छ यहाँ सबै नेफ्रोलोजिस्टदेखि युरोलोजिस्टदेखि हाम्रो MS सरहरू म्याडम छ, एनेस्थेसिस्टहरू छ, हाम्रो डक्टर्सहरू छ है, अरू पनि छ, त्यहाँदेखि हाम्रो नर्सेसहरू छ, टेक्निसियन्सहरू छ। यी सबैलाई हामीहरू धन्यवाद दिनुपर्छ र यो जुन हामी माइलस्टोनमा आइपुगेका छौँ यो एचिभ गर्दैछौँ एन्ड इट विल बी डन अन 15th of August इन द अर्ली आवर्स है। त्यसमा कसको प्रेजेन्स हुन्छ हाम्रो सम्माननीय मुख्यमन्त्री जो हुनुहुन्छ, हाम्रो महामहिम गभर्नर साहब हुनुहुन्छ र हामी सबैजना भएर यसको उद्घाटन गर्नेछौँ। तर जुन आइसियूमा जानुपर्छ द्याट बी टोटली सेग्रिगेटेड, त्यसमा हामीहरू कोही एन्ट्री गर्नु पाउँदैन, कारण त्यसको हाइजिन हेर्नु पऱ्यो, कुनै प्रकारको इन्फेक्सन नहोस्, कुनै प्रकार त्यहाँ डिस्टर्बेन्स नहोस् भने द्याट मिन्स टोटली सेग्रिगेटेड एन्ड केप्ट अपार्ट। सो ओन्ली द डक्टर्स एन्ड द पेसेन्ट्स एन्ड द कन्सर्न पिपल हो जो छ उहाँहरू बसेर यसलाई अपरेट गरेर सफलतापूर्वक गर्नेछन्। र यसमा म धन्यवाद दिनुपर्ने हाम्रो जति STNMका टिम छन् है, सर्जनहरू छ, डाक्टर निरज भट्टराई हुनुहुन्छ, डाक्टर विक्रम खर्गा हुनुहुन्छ, डाक्टर छोडन नर्बु हुनुहुन्छ, डाक्टर कर्मा डोमा भुटिया हुनुहुन्छ, नेफ्रोलोजिस्टमा छ हाम्रो डाक्टर अभिषेक गौतम, डाक्टर जुडिथ नाम्चो हुनुहुन्छ, एनेस्थेसियामा छ डाक्टर निलिमा प्रधान, डाक्टर सोनम डिकी, डाक्टर पङ्कज प्रधान, डाक्टर अमृता गुरुङ, त्यसै गरी स्टाफ नर्समा हाम्रो छ मेलामित लेप्चा, टिकी डोमा लेप्चा, पेम्पो डोमा भुटिया, येशल भुटिया, यमुना शर्मा, प्रेरणा बस्नेत, वन्दना थापा, दिव्या शर्मा, पेमा इडेन भुटिया, टेक्निसियन्समा हुनुहुन्छ अर्पण न्यौपाने एन्ड तर्पण। र त्यसले गर्दा यो सबैजनालाई म फेरि पनि धन्यवाद दिन्छु र यो चाहिँ म अन रेकर्ड राख्न चाहन्छु कि अब जस्तो कि अब हाम्रो आजको दिन फर्स्ट ब्याच अफ जो डक्टर्सहरू स्पेसलिस्टहरू जो आए यो एउटा हिस्ट्री हो, उहाँकै निर्देशनमा उहाँको अगुवाईमा जुन चाहिँ अब यो अपरेसन हुन्छ है र ट्रान्सप्लान्ट हुन्छ, यो किडनीको फर्स्ट अफ इट्स काइन्ड एन्ड द भेरी फर्स्ट किडनी ट्रान्सप्लान्टेसन इज बिङ डन इन द स्टेट अफ सिक्किम। अब हाम्रो STNM हस्पिटलमा त्यसको लागि उहाँलाई म धन्यवाद पनि दिन चाहन्छु र बधाई पनि दिन चाहन्छु एडभान्समा। र तपाईँ सबैजना मिडियालाई म धन्यवाद दिन चाहन्छु र सबैलाई यो सार्वजनिक गरिदिनुहोस् ताकि अब सिक्किमले हेल्थ सेक्टरमा कतिको एचिभमेन्ट गरेको छ, अझै देयर लट मेनी थिङ्स टु कम है, आउँदैछ गर्दैछ। र अब यसमा हामीले यो भन्नु मिल्दैन कोही बेला के हुन्छ कसो हुन्छ भने मान्छे हो, मान्छेले अब जुन प्रकारले प्रयास गर्दैछ त्यसमा यु सुड एप्रिसिएट गर्दा देयर अल्सो उहाँको स्पिरिट पनि हाई हुन्छ। अब हामीले वी सुड अलवेज लिभ विथ द एटिट्युड अफ ग्रेटिट्युड। कसैले राम्रो काम गर्दैछ हामी धन्यवाद पनि हुनुपर्छ। र फेरि पनि सबैलाई यसरी आइदिनु भयो, सुनिदिनु भयो, यो जुन चाहिँ प्रचार प्रसारको तपाईँ मिडिया मार्फत सबैलाई जनाइदिनुहोस्। यो एउटा गुड न्युज हो सिक्किमको लागि, सिक्किम मात्र होइन वरिपरि बसोबासो गर्ने जस्तो कि दार्जिलिङ, कालिम्पोङ, खरसाङ, सिलगढी, डुवास जति छ हाम्रो मान्छेहरू है, ती सबैको लागि एउटा खुसीको खबरी हो। र त्यसले गर्दा सबैलाई बधाई दिँदै मेरो 1-2 शब्द राख्न चाहन्छु। हामीहरूको त्यो जुन चाहिँ 2-3 महिना भयो ह्यान्ड होल्डिङ गरेर जो एउटा टेगोर हस्पिटल भन्ने छ उसमा तपाईँको क्यालकाटामा है, उनीहरू RN टेगोर भन्ने हस्पिटल जो छ क्यालकाटामा, त्यहाँको एक्सपर्ट जो छ त्यहाँ चाहिँ कन्टिन्युसली हामी किडनी ट्रान्सफर डन डेली 3टा डेली हुन्छ त्यहाँ चाहिँ उहाँ गएर हाम्रो नर्सेसहरू, सिस्टर्सहरू, टेक्निसियन्सहरू भयो, हाम्रो एक्सपर्ट्सहरू, डक्टर्सहरू सबै गएर ह्यान्ड होल्डिङ गरेर उनीहरूले गरिबस्यो। सो नाउ दे हेभ बिकम एक्सपर्ट अन देयर ओन अल्सो, दे हेभ डन लट्स। त्यसै त हाम्रो यहाँ युरोलोजिस्टहरू भयो या हाम्रो नेफ्रोलोजिस्ट इटसेल्फ है, हाम्रो अभिषेक गौतम, उहाँले त प्रेसिडेन्ट अफ इन्डियाबाट अवार्ड पाइसकेको है, कारण थुप्रो काम गरेछ उहाँले। र त्यो दिन चाहिँ फर्स्ट अफ इट्स काइन्ड गर्दाखेरि उहाँबाट पनि एक्सपर्ट्सहरू आउँछ है, स्पेसलिस्ट आउँछ जो चाहिँ पुख्ता भइसकेको छ। यसमा उनीहरूले थाउजन्ड्स एन्ड थाउजन्ड्स अफ किडनी ट्रान्सप्लान्ट गरिसकेको छ, उनीहरूले आएर सेटअप गरेर। सो दे विल बी डुइङ टुगेदर फर द फर्स्ट टाइम एन्ड देयर आफ्टर
with the expertise, whatever is gained and how it is to be done, that will be carried on in a successful mode. सर सिक्किमबाट नि अहिले कति किडनी पेसेन्ट छ र बाहिर रेफर केस कति हुने गर्दछ? मैले भन्दैछु त सिक्किममा अलार्मिङ छ। तपाईँको सालमा किडनीको डायलिसिस गर्ने पेसेन्ट मात्रै 20,400 छ सालमा, एक सालमा। यति थुप्रो छ। रेफर त कति हो, कति रेफर भन्दा अब हाम्रो यहाँ त आइहाल्यो। जे बेसी किडनी को प्रब्लमले गर्दाखेरि हाम्रो सामान्य मुख्यमन्त्री जो कन्सर्न भएर उहाँले भन्नु हाम्रो मान्छेले दुःख नपाओस्, किन बाहिर पठाउनु, तल गरममा फेरि अननोन ठाउँमा धेरै दुःख पाउँछ भनेर यहीँ नै गर्नुपर्छ भनेर अब सिन्स वी हेभ प्यानल अफ डक्टर्स, एक्सपर्ट्सहरू छ है, स्पेसलिस्टहरू छ, दे इक्वली कम्पिटेन्ट, दोज हेभ बिन रिवार्डेड बाई द प्रेसिडेन्ट अफ इन्डिया, वाइ नट डु इट हियर भनेर जुन कदम चाल्नुभयो र हामीले चालेको छौँ र हाम्रो जनताको हितमा हामीले काम गर्छौँ। बाहिरको पेसेन्ट आउनु पर्यो जुन चाहिँ बेयर मिनिमम हुन्छ तपाईँको पोर्ट्रेटमा त्यसको 30% त्यहाँनिर गभर्मेन्टले के कुरा गरेछ कि एउटा पोलिसी निकाल्छ जहाँनिर सिओआईहरूको लागि सर्टेन डिग्री अफ बेनिफिट्स गभर्मेन्टले नन सिओआईहरूलाई पनि बेयर मिनिमममै गराउने एउटा पोलिसी गभर्मेन्टले निकाल्ने one per month भन्नुहुँदैछ उहाँले, one per month. अब gradually with the expertise and all the gadgets, है के कसो छ, with hand holding we'll learn a lot of things and again we'll go up ahead. अब initially we'll start with one a month, then thereafter the number will go up gradually. त्यसको लागि तपाईले अघि भन्नुभयो हाइजिनहरु सबै एकदमै मस्ट That is a must. त्यसले गर्दाखेरि कुन चाहिँ बिल्डिङमा तपाईले गर्नु भएको छ र हाम्रो यही बिल्डिङमा छ 8th फ्लोरमा, 8th फ्लोरमा गरेको 7th फ्लोरमा उठी 7th फ्लोरमा उठी छ, 8th फ्लोरमा चाहिँ त्यहाँ आइसियुहरू छ, त्यसलाई राखेर हामी गर्दैछौँ। So is the patient waiting for the dialysis transplant? The Perfectly. patient The donor receiver both are ready. Where are they from? They are from Sikkim only.